हेलो ए नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। ल गाइस, ह्याप्पी न्यू इयर है तपाईँहरूलाई। टक्क हामी पनि ह्याप्पी न्यू इयर मनाउन टोलीहरू भेलेटातिर आज कार्यक्रम छ। त्यता हिँडिया हाम्रो माल्टिज दाइ उहाँ चाहिँ माल्टिज होइन त गाइस, मेला 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 होइन त। ल गाइस, दामी हावा चलिरहेछ। ऊ त्यहाँ अगाडि स्टेज देख्नु भएन? ल गाइस, यो चाहिँ क्यापिटल सिटी अफ माल्टा भेलेटा भनेको चाहिँ यही हो हाम्रो। खोइ त हेन्सम त यता फर्किन्छ, कस्तो हेन्सम हुन्छ माल्टिज हो नि यता त। कसम कसैले नेपाली भन्दैन यार यो दाइलाई। काम गर्ने ठाउँमा नि मेला के बिन्ती भन्दै आउँछ अरे माल्टिजहरू। ल गाइस, ऊ माथिमा भेट देख्दै हुन्छ नि, हो त्यहाँनिर हो है हाम्रो न्यु इयर एपको कार्यक्रम। अब राति 12 बजी त उयो दिउँसो हाम्रो चाहिँ। हाम्रोमा ढिलो न्यु इयर लागेर लामो समय लाग्छ नि त। अनि नेपालीको न्यु इयर नेपालीमा भाषण गर्नु नि, कहाँ अङ्ग्रेजी बोली यार। म गएर स्टेजमा बोल्ने। खै यहाँ त पानी नै छैन त यार। त आज पानी कसले लगेछ यहाँको? कार्यक्रम चाहिँ यहीँ भइरहेछ है हाम्रो आदरणीय विमल दाई। धेरै पछि ब्लगमा है त। माल्टिज दाइ हेलो। हेलो माल्टिज दाइ। पर त धेरै डाँडा छ। यो के को लाइन रहेछ? हेर्दाखेरि मात्रै बुझ्नुको हाल्दा यसरी हो कि त्यसले त चल्दिरहेको थियो। लगाइ जस्तै हो ह्याप्पी न्यु इयर नेपालको माल्टामा चाहिँ। लगाइस टक्क कार्यक्रमबाट निस्केको। ल हामी चाहिँ जाडो जाडो भयो अब चाहिँ टक्क पारामा लखर लखर हिँड्यो। ह्याप्पी न्यु इयर फेरि पनि सबैजनालाई। कसको फुटबल हेर्दै हुन्छ दाइ? कसको फुटबल हेरे? ए guys, thank you so much for watching the video. Like, share, subscribe to my YouTube channel है त। टक्क पारेमा हान्दिउँ।